सम्पूर्ण दर्शक श्रोताहरू, सापकोटा च्यानलको तर्फबाट यहाँहरूलाई स्वागत छ। म राजन सापकोटा। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले 2083 सालको क्यालेन्डर प्रकाशनमा ल्याइसकेको छ। त्यसैले विशेष गरी नेपालभन्दा बाहिर रहनुहुने सम्पूर्ण नेपालीहरूलाई 2083 सालमा पर्न गएका मुख्य मुख्य चाडपर्वहरू के बार र कति तारिकमा पर्दछन् भनेर थाहा पाउन अत्यन्त जरुरी हुन्छ, किनकि विदेशमा यी चाडहरूमा नेपाल चाहिँ छुट्टी दिँदैन। त्यसैले हामीलाई अग्रिम थाहा भयो भने आफ्नै बिदाहरू लिएर यी चाडपर्वहरू हामी मनाउन सक्दछौँ। यदि तपाईँ पनि यी सम्पूर्ण कुराहरू जान्न चाहनुहुन्छ भने यो भिडियो अन्तसम्म हेर्नुहोला। विशेष गरी म केही चाडपर्वहरूलाई चाहिँ त्यसको डेट र तारिक भन्न गइरहेको छु। अरू चाहिँ तपाईँ आफै स्क्रिनमा हेर्नुहोला। नयाँ वर्ष वैशाख 1 गते मङ्गलबार अप्रिल 14मा पर्न गएको छ भने घटस्थापना असोज 25 गते आइतबार अक्टोबर 11मा रहेको छ। विजया दशमी कार्तिक 4 गते बुधबार अक्टोबर 21मा छ भने लक्ष्मी पूजा कार्तिक 22 गते आइतबार नोभेम्बर 8मा पर्न गएको छ। भाइटिका कार्तिक 25 गते बुधबार नोभेम्बर 25मा छ भने छठ पर्व कार्तिक 29 गते आइतबार नोभेम्बर 15मा पर्न गएको छ। त्यस्तै हरितालिका तीज, चैते दशैँ, फागु पूर्णिमा, यस्तै अन्य व्रतहरू जस्तै तुलसीको दल राख्ने, तुलसी रोप्ने दिन, तुलसी विवाह, स्वस्थानी कहिलेदेखि सुरु हुन्छ, स्वस्थानीको समाप्तिको दिन, बुद्ध जयन्ती, महालक्ष्मी व्रतको प्रारम्भ, कृष्ण जन्माष्टमी, सरस्वती पूजा, महाशिवरात्रि, श्रीराम नवमी व्रत, हनुमान जयन्ती, माता तीर्थ औँसी, कुशी औँसी, सोह्रश्राद्धको प्रारम्भ र अन्त, नागपञ्चमी, रक्षाबन्धन, गाई जात्रा, विश्वकर्मा पूजा, बाला चतुर्दशी, शहीद दिवस, प्रजातन्त्र दिवसको साथसाथै दसैँ र तिहारको भने मैले सम्पूर्ण डिटेलहरू यस भिडियोमा प्रस्तुत गरेको छु। यदि तपाईँलाई यी दिनहरू सेभ गर्न मन छ भने यसको लिङ्क मैले तल दिएको छु, त्यसलाई तपाईँले सेभ गरेर राख्न सक्नुहुनेछ। हेर्दै गर्नुहोला सापकोटा च्यानल। धन्यवाद। यहाँहरूको दिन शुभ रहोस्। नमस्कार। मनोरञ्जनको साथी सापकोटा च्यानल।